फाइनल्ली निस्किसकेको छ घरबाट टक्क लाएर टोलमा गाउँघरमा आउँदैछु गाई केही अब जगाउनु पऱ्यो क्या भनेर होइन सर जगाउनु पऱ्यो भनेर जगाउनु पऱ्यो गाईहरू हामी निस्किसकेको छौँ यस्तो बाबा छ सर अहिले चिलमा गाइस हातमा डिस्ट्रिक्ट चाहिँ ल्याउनु बिर्सेछु गाइस राम्रो खाना थियो केही छ पनि भगलै छ है गाई यस्तो मजाले हिँडेर छौँ चिलमा ओहो ताता रे ताता बन्जारटार चौकतिर आइपुग्यो हामी टक्क लाएर होइन गाई यतातिर आइपुग्यो हामी एकदम फेभरेट ठाउँ हो यतिर हामी लोकेसनतिर जाँदैछौँ गाई तपाईँहरू आउनुहोस् अहिले आउनुहोस् खबरहरू के छ पनि हालखबर हाम्रो त अहिलेसम्म ठिकै छ होइन अनि हुनै पऱ्यो अनि खबरहरू पनि सुनाउनु पऱ्यो हाम्रो यस्तो छ भनेर सिधा कुरा डाइरेक्ट क्लब डाँडै पुगिदिएछ भने सर त्यहीँ नगइकन हाम्रो पनि बुझ्दैन रे ताता रे ताता बाइक हिँड्ने तरिका चाहिँ यस्तो छ है फेरि गाइजहरू हामी बागमती खोला आइपुग्छौँ बागमती खोला आइपुग्छ गाइज हेर्नुहोस् टक्क लाएर बुझ्नुहुन्छ यस्तो दामी दामी गाडीहरू आइरहेको छ यहाँ चराएर बारेर यो खोलामा बाह्रमा आइपुग्यो हामी यस्तो रमाइलोसँग यहाँ हलो पनि रमाइलो गर्नु मन लाग्छ गाइज हेर्नु रमाइलो गर्दा आइरहेको छ हामी यहाँ बागमतीतिर आइरहेको छ हामी डाँडातिर आइरहेको छौँ रमाइलो रहेछ रमाइलो एकदम रमाइलो रे दादा रे दादा रमाइलो आइरहेको डक्टर चाहिए बाटो पानी पऱ्यो पऱ्यो म कसरी भ्लग बनाउनु कि त्यस्तो गर्दाखेरि पानी रोकिनु कि म काममा हेरेँ रे चिन्तित छु म आफ्नो भ्लगको सम्बन्धमा अनि मेरो यो भिडियोको सम्बन्धमा एकदम चिन्तित मान्छे गाइज हेर्नु हामी के दर्शक हौ रमाइलो गर्न आएको हामी यहाँ रमाइलो गर्न आएको गाइज हेर्नुहोस् आइपुग्छ क्या हामी लबडाँडा रमाइलो गर्दै गर्दै चल्दिउँ सर गाइजहरू हामी फाइनली हाम्रो प्राइम लोकेसन लबडाँडामा आएर हामी रमाइलो गर्दैछौँ अब लबडाँडामा रमाइलो रमाइलो गर्नु पऱ्यो नि सर के पानीको कटेज छ हजुर पाँडेको कटेजहरू धेरै छ यहाँ अब हामी हाम्रो काम कुरो चाहिँ ओ माथि डाँडामा गएर सुरु गर्नुपर्छ नि सर एकैचोटि माथि नै गएर हामी जाने मान्छे हो डाँडामा जानुपर्छ रमाइलो गर्ने हामी रमाइलो गर्दैछन् रमाइलो रमाइलो खान्छ आइज छिटो मेरो गाइज आज हामी रमाइलो गर्न आएको रमाइलो त गर्ने तर क्यामेरा त अहिलेसम्म आउनै रहेछ दादा रे दादा उसले दिउँसै चाहिँ खिचेको थियो अरे उसले त हतार रहेछ नि खिच्नु रमाइलो गर्नु पऱ्यो भनेर गाइज यो नयाँ तरिकाको आलु रोप्नु रहेछ
हुँदैन त आफ्टर लङ टाइम गाइज यार आइपुग्यो हामी लभ डाँडा ब्लग बनाउन। यहाँ चाहिँ के भयो त भन्दाखेरिमा चाहिँ घाउ भएछ गाइज यहाँ ओठमा के ल्यायो थाहा छैन। थाहा छैन है मलाई साँच्चै भनेको है यो मौसम चेन्ज भएर होला सायद आई थिङ्क है गाइज। अलि नराम्रो देख्नु चाहिँ तर ठिकै छ त्यसलाई नोटिस नगरौँ होला सबैजनाले। अनि लभ डाँडा घुम्दैछु म खासमा एक्लै हाम्रो साथमा हुनुहुन्छ सर चाहिँ हाम्रो सर चाहिँ टक्क भिडियो गर्दै हुनुहुन्छ गाइज। यहाँनिर राजन सर चाहिँ कता कडा छ सरको माल पनि त्यहाँबाट है गाइज। अनि हामी चाहिँ यसरी लभ डाँडातिर उकालो चढ्दैछौँ। अब यहाँ लभ डाँडा आज खिचेर जानु पऱ्यो भनेर आएको है हामी होइन सर। आज हामी लभ डाँडा खिचेर जानु पऱ्यो भनेर आएको हो खासमा। अनि मौसम पनि एकदम बिग्रेको थियो अनि हामी चाहिँ कोठामा चाहिँ के बस्नु नि मनै लाग्दैन यार कोठामा बस्नु पनि त्यही कोठामा चाहिँ फिट्टिकै मन नलाग्ने मलाई त। अनि बरु अनि फुत्त निस्केर बरु यता आयो लभ डाँडातिर रमाइलो हुन्छ गाइज। अनि बाख्रा चराउन आएको म खासमा भनेर भन्दिनँ है बाख्राहरू चाहिँ टन्नै छ यहाँनिर हेर्नु गाइज। यतातिर बाख्राहरू कति धेरै छ आम्मामा। लभ डाँडामा अस्ति त्यो जोडीहरू नै हुन्थ्यो आज चाहिँ हुन्छ सर पहिलाबाट लभ डाँडामा टन्नै जोडीहरू हुन्थ्यो आज बिजोडी हो सर। आज चाहिँ सर हेर्नु न साँच्चीकै बगाएर रहेछ गाइज। आज चाहिँ साँच्चै नै बगाएर टन्नै रहेछ लभ डाँडामा। लभ डाँडामा बोकाएर आउँछ भनेर कमेन्ट गर्नुभयो तपाईँहरूले होइन। आज चाहिँ साँच्चै नै छ यार बोकाइ बोकाएर। हेर्नु होला गाइज तपाईँहरूले लभ डाँडामा कति धेरै छ बाख्रा बोकाहरू। आज चाहिँ मान्छेको बोयफ्रेन्ड गर्लफ्रेन्ड भन्दा पनि यो बाख्रा बोकाहरूको चाहिँ मिटिङ रहेछ बुझ्दाखेरि त्यस्तो हो गाइज है। रमाइलो छ को बाख्रा बोकाहरू साँच्चीकै बोकाहरू यस्तै हुन्छन्। आम्मामा बोका भन्नु त यो त खज्ने रहेछ नि आम्मामा बोकै रहेछ बोकै कति धेरै क्या मा बुलियार यो त 500 छ कि बाख्रा पनि। आम्मामा कस्तो मिठो बास आउने हो बाख्रा बोकाहरू त। अरे दादा मिठो बास्न आउँदो रहेछ। मुनि एकदम सर साँच्चीकै रियल बोका हेर्नु मन छ भने लभ डाँडा आउनुहोस् अनेस्ट कुरा हो नै गाइज। साँच्चीकै तपाईँहरू रियल बोका हेर्ने नै हो भने चाहिँ लभ डाँडै आउनुहोस् है साथीहरू केटीहरू। हेर्नुहोस् यस्तो छ त्यहाँको अवस्था पानी परेर रोक्ने लगत्तै यहाँ आउँदाखेरि चाहिँ बोका बाख्रा मात्रै छ लभ डाँडामा। यस्तो मजाको छ रमाइलो छ जे होस् यहाँ। मुनि चरा आवाज पनि दामी सुनिन्छ गाँठी। समयको पाबन्दी पनि त्यस्तै छ गाइज। ख्याल पर्यो यस अब भ्लग बनाउँदैछु जे जति बन्दैछ त्यो तपाईँहरूलाई नै हो हामी लिँदैनौँ गाइज। हेर्नु होला साँच्ची नै आज बोका हेर्न पायो गाइज लभ डाँडामा। बोका पाखी सबै छ स्थिति राम्रो छ लभ डाँडा यतिखेर चाहिँ। खासमा आउनु पर्ने चाहिँ यतिखेर हो क्या लभ डाँडामा है मान्छेहरू बुद्धि नभएर सरको घाममा आउने अनेक गर्ने कहिले टेन लिएर आउने यति बेला आएपछि त टेन पनि चाहिँदैन गजब हुन्छ गाइस। हेर्नुहोस् म चाहिँ सोझो सिधो मान्छे गाइस यसरी ट्याक्क आयो ब्याक साइड घुरेर